पनि गर्छु सो द्याट समन एल्स क्यान पछि आउनु भएकोहरूले नि फेरि गर्न पाउनुहुन्छ सो आई थिङ्क हामी स्लोली स्टार्ट गरौँ प्रिन्सिपल सर हुन्छ आई थिङ्क अरू आउनुभयो भने वी क्यान सेन्ड देम द मिटिङको यो रेकर्डिङ सो हामी स्टार्ट गरौँ त्यसपछि स्लोली अरू नि आउँदै गर्नुहुन्छ सो म सुरु गरेँ है त सो मिल्छ भने चाहिँ सबैजनाले चाहिँ एकपल्ट सुरुमा चाहिँ एट फर्स्ट थ्याङ्क यू फर जोइनिङ हियर अहिले हामी 18-17जना जति छौँ सो थ्याङ्क यू फर जोइनिङ हाम्रो यहाँ रेजिस्ट्रेसनमा चाहिँ वी ह्याड मोर देन 101जना पुगेका थियौँ सबैजना डाइभर्स होइन धेरै 2001देखि 2000 लाइक सबै इयरको एकजना भने पनि एटलिस्ट रेजिस्ट्रेसन चाहिँ भएको छ त्यो गुगल फर्म चाहिँ जुन जुन जसले फिल गर्नुभयो अनि बरु मिल्छ भने चाहिँ क्यामेरा अन गरिदिनु सो द्याट इफ यु आर कम्फर्टेबल सो द्याट वी क्यान गेट मोर कनेक्टेड होइन हामीले अझै चिन्ता गर्न सक्छौँ सो आजको लागि चाहिँ म चाहिँ हजुरहरूको होस्ट हुनेछु होइन आई डोन्ट नो वाइ इट्स नट कमिङ सो म चाहिँ विवेक ढकाल अनि म चाहिँ बिएससी 2019 ब्याचको हो सो जस्ट क्विक इन्ट्रोडक्सन त्यही नै गरेँ अनि हाम्रो आजको एजेन्डा चाहिँ काइन्ड अफ यस्तो तरिकाको छ सो हामी चाहिँ सुरुमा जस्ट वेलकम सबैलाई वेलकम गरिरहेको छौँ अहिले पनि होइन अनि त्यसपछि निरञ्जन खकुरेल सरले चाहिँ एउटा हि विल गिभ इज सर्ट स्पिच अनि त्यसपछि अविरल सम्रौला दाईले पनि याज टोल्ड कि यु लभ टु गिभ लाइक 2-3 मिनट्सको टकहरू सो अनि त्यसपछि चाहिँ हामी चाहिँ एकपल्ट राउन्डमा सबैजनाले आफ्नो इन्ट्रोडक्सन पनि गर्छौँ अनि त्यसपछि चाहिँ हामी चाहिँ अब इन्ट्रोडक्सन गरिसकेपछि त्यसपछि हामी चाहिँ अबको नेक्स्ट अल्मुनाई नेटवर्कमा चाहिँ के गर्ने भनेर प्लानको बारेमा डिस्कस गर्छौँ अनि थोरै द्याट वी ह्याभ हाम्रो त्यो गुगल फर्ममा जे रेस्पोन्सहरू आयो नि त्यही अनुसार चाहिँ अरू गर्छौँ सो यही नै हो मिटिङ चाहिँ रेकर्डेड छ सो द्याट अरू पिपुलहरूले पनि जोइन गर्नुभयो भने दे क्यान वाच सो अब ढिलो नगरिकन आई वुड लाइक टु इन्भाइट निराजन सर फर द इन्ट्रोडक्टरी स्पिच या ओभर टु सर Thank you, Vivek. Hey, as I am the principal and first batch student, engineering course. I think then यो म पनि विवेक जस्तै ग्रेजुएट भएको थिएँ है अहिले मेरो प्रोफाइल धेरै छोटो हुन्छ क्या आधाभन्दा बढी एनसिआइटी कलेजमै हुँदाखेरि है म एज अ स्टुडेन्ट अनि स्टुडेन्टको काउन्सिलको प्रेसिडेन्ट अनि टिचिङ एसिस्टेन्ट यहाँ कतिजना मेरो जुनियर भाइ बहिनीहरू होला कतिजना एज अ प्रिन्सिपल चिने होला कतिजनाले एचओडी चिने होला कतिजनाले एज अ टिचर पनि होला मैले डिफ्रेन्ट रोलहरू गर्ने मौका पाएँ एनसिआइटी कलेजबाट एनसिआइटीमा होइन अराउन्ड 25 इयर्स इन्भल्भ भइसकेँ एज अ स्टुडेन्ट फ्याकल्टी प्रिन्सिपल गरेर म सबैजनालाई आज यो समयमा यो सन्ध्याकालीन नमस्कार सबैजना हामी जुनियर अलुमनाई एज एनसिआइटीको ट्याग लिएर जो संसारभरि हिँडिरहेछौँ हाम्रा भाइ बहिनीहरू जापान युरोप अमेरिका अस्ट्रेलिया आई थिङ्क अब यो पनि हाम्रो डाटा नेटवर्क कनेक्सनमा हामी कतिवटा कन्ट्री भिजिटमा हाम्रो रिप्रेजेन्टेसन छ भन्ने पनि हामी बिस्तारै नेटवर्क इस्टाब्लिस गर्छौँ र हामी सबैजना धेरैजना चाहिँ हामी नेपालभन्दा बाहिर छौँ जस्तो लाग्छ मलाई हाम्रो डाटाले हाम्रो एनालाइसिसले अनि हाम्रो साथीभाइको कनेक्सनले रिसेन्ट ग्रेजुएटहरू त नेपालमा हुनु होला तर त्योभन्दा पुरानो जस्तो 17-18 ब्याचभन्दा पुरानो विद्यार्थीहरू चाहिँ धेरै जसो नेपाल बाहिरै हुनुहुन्छ सो द्याट अब फिजिकली कनेक्सन गर्ने सम्भावना अलिक कम छ तर फिजिकली आउनुभएको बेलामा हामी सधैँ एनसिआइटीलाई स्वागत गर्छौँ एनसिआइटीमा आउनु हुन अनुरोध पनि गर्छौँ र विशेष गरी यो चाहिँ हाम्रो यो जुनियर सिनियर एनसिआइटीको अलुमनाईलाई भोलिको दिनमा एउटा चाहिँ जस्तो जापानको बुढानीलकण्ठ स्कुलको त्यस्तै थुप्रैवटा अलुमनाईहरू एकदमै राम्रो स्ट्रङ छ एनजिओको रूपमा काम गरिरहेछ भोलि हामीले पनि देशको सेवाको लागि हामीले केही समय केही टाइम केही पैसाहरू जुटाएर हामीले देशको लागि देशमा भएका केही त्यस्तो आर्थिक अवस्था कमजोर भएकोलाई स्कलरसिप दिने अथवा केही होइन स्कुलको बच्चाहरूलाई पढ्नलाई उपयोग गर्ने वुमेन इन्टरप्रेनरसिप गर्ने त्यस्तोहरूलाई चाहिँ अलिकति हामी सबैले सपोर्ट गर्न सक्यौँ भने
हामीले पहिलो सिपलाई डिजिटल डिभाइडलाई कम गर्नलाई सक्यौँ भने पक्का पनि यो हामी सबैको लागि राम्रो हुनेछ। र अर्को कुरा चाहिँ हामी सबैजना ग्रो गरिरहेछौँ, सबै आफ्नो तरिकाले ग्रो गरिरहेछौँ। त्यसै ग्रो गर्ने क्रममा अब नेटवर्कबाट ग्रो हुँदाखेरि अवश्य पनि केही न केही धेरै नै सजिलो हुन्छ। जस्तो नेपालको पनि ठुलो मल्टिनेसनल कम्पनीहरूमा हेऱ्यो भने एनसिआइटीको ग्रेजुएटहरू राम्रो रिमार्केबल मान्छेहरू नेपालमा छन्, जो नेपालमा छन्, नेपालमा पनि राम्रो काम गरिरहेछन्। सुरुको दिनमा सबैको स्ट्रगल छ, दुःख छ। अब त्यो दुःखमा पनि सहजताको लागि चाहिँ यो हाम्रो एल्मुनाईको नेटवर्कले पक्कै पनि सजिलो हुन्छ जस्तो लागेको छ मलाई। म यो हाम्रो विद्यार्थी भाइ बहिनीहरू, मेरो जुनियर भाइ बहिनीहरू सबैलाई होइन, अब म यस नेटवर्कमा एल्मुनाईको नेटवर्कमा आइदिनु भयो भने धेरै नै फ्युचरको लागि धेरै नै सबैजनालाई सहयोग हुनेछ। र सँगसँगै हामीले आफ्नो भिजन, मिसन, गोल्समा पनि सहयोग हुनेछ। र एनसिआइटीको भर्खरै हाम्रो राणा सर, बिजुली प्रसाद राणा सर डाइरेक्टर सरले जोइन हुनुभएको छ। र हामीले चाँडै नै एनसिआइटीमा फिजिकल्ली पनि हामीले एउटा इस्टाब्लिस्ड होइन एल्मुनाईको मिटिङ गर्छौँ। त्यसको लागि केही समय लाग्न सक्छ। हामी पहिला चाहिँ यो डेटाहरूलाई चाहिँ हामी 2001 ब्याचदेखि हालसम्मको 2020 ब्याचसम्म रिसेन्ट ग्रेजुएटसम्मको भाइ बहिनीहरू कहाँ कसरी छ त्यसको एउटा प्रोफाइल अपडेट गर्ने कामहरू गरौँ। त्यसको लागि म के रिक्वेस्ट गर्छु भने आफ्नो तर्फबाट आफ्नो ब्याचको को कोअर्डिनेटर बन्न सक्छ, आफ्नो ब्याचको हामी यहाँ कतिजना छौँ त्यो अनुसार पनि गर्न सकिएला। त्यो बाहेक हामीले मिलेसम्म ब्याच वाइज, फ्याकल्टी वाइज गर्न सक्यो भने चाहिँ एकदम बेटर हुन्थ्यो। हामी साथीको बिचमा पनि धेरै वर्षपछि बोलचाल हुनसक्छ होइन, धेरै समयपछि कुरा हुनसक्छ। अब त्यो मौका नजोडिने पनि, त्यो मौका जोडिने मौका पनि यसलाई लिन सकिन्छ। त्यो कारणले गर्दा यो हामी सबैको सुख दुःखको कुरा गर्ने र नयाँ कुराहरू सेयर गर्ने, आफूले जानेको कुराहरूलाई सेयर गर्ने, इनोभेसन, इन्टरप्रेन्योरसिप, सपोर्ट होइन, करियर, प्लेसमेन्ट, एभ्रिथिङ हामी यो नेटवर्कलाई युज गर्न सक्छौँ जस्तो लाग्छ। त्यसैले हामीले चाँडोभन्दा चाँडै हामीले ब्याच कोअर्डिनेटरहरू तोकौँ। र अब हाम्रो जेनरली माघको इन्ड अथवा फागुनको स्टार्टिङमा आई थिङ्क अब हाम्रो केही सरहरू त एनसिआइटीमा पनि फ्याकल्टीको रूपमा हुनुहुन्छ, सर म्याडमहरू। त्यस्तै गरेर हामी कति काठमाडौँमा छौँ, नेपालभित्र छौँ होइन, विदेशमा पनि छौँ। अब यसलाई चाहिँ कसरी कोअर्डिनेट गरेर विभिन्न माध्यमबाट फेसबुक, लिङ्कडिन, हाम्रो एनसिआइटीको लिङ्कडिन पेजमा पनि धेरैजना हुनुहुन्छ, फेसबुक पेजमा हुनुहुन्छ। त्यसलाई चाहिँ अलिकति एउटा सिस्टमेटिक वेमा चाहिँ एउटा अगाडि बढाउँ। र एनसिआइटीको आफ्नै पनि वेबसाइटमा एल्मुनाईको पेज छ, त्यसलाई पनि अपडेट गर्दै गरेर त्यहाँबाट पनि डाटा राखेर हामी कोअर्डिनेट गरौँ। र भोलिको दिनमा ब्याचलर र अझै मास्टरकोहरू चाहिँ धेरै सिनियर लेभलमा कामहरू गरिराख्नु भएको छ। त्यो तपाईँ उहाँहरू झन् पहिले नै अलरेडी कनेक्सन होइन, जबहरूमा, प्लेसमेन्टमा काम गरिसकेपछि एउटा लेभलमा पुग्नु भएको छ। हामी भोलि ब्याचलर र मास्टरको एल्मुनाईले पनि कनेक्सन गर्छौँ। देन विल ग्रो मोर होइन, यो फ्यामिलीलाई अझै ठुलो बनाउनेछौँ, अझै हामी कनेक्सन गर्नेछौँ। कनेक्सन र कोलाबोरेसन, कोअर्डिनेसन इज इम्पोर्टेन्ट होइन। अब यो सबै ठाउँमा एकदमै सबभन्दा पहिलो नै ठुलो कुरा नै नेटवर्क छ। अब जति हामी नेटवर्क बढाउन सक्यौँ, नेटवर्कबाट आत्मीयता गर्न सक्यौँ, कोअर्डिनेसन गऱ्यौँ, कोलाबोरेसन, रिसर्चदेखि सबै ठाउँमा, इन्डस्ट्री, प्लेसमेन्ट, सबै ठाउँमा धेरै नै सजिलो हुन्छ जस्तो लाग्छ। हामी आफ्नो एनसिआइटी कलेजको लागि पनि केही गर्न सक्छौँ, आफ्नो लागि पनि केही गर्न सक्छौँ। सबै मिलेर हाम्रो नेटवर्कलाई स्ट्रङ बनाऊ, एल्मुनाई नेटवर्कलाई। फर्स्ट अफ अल आई लाइक टु थ्याङ्क यू होइन, हाम्रो विवेक ढकाल भाइ, जो चाहिँ अहिले हाम्रो एनसिआइटीको एउटा एक हिसाबको अहिले पछिल्लो दिनमा उदाउँदो तारा भन्छ नि, त्यो खाले साइनिङ स्टार चाहिँ भइरहेछ। ऊ अब होइन भुवाईको नेपालको बार्डन भयो, स्टार्टअपको काम गरिरहेछ, आफ्नो कम्पनी पनि रन गरिरहेछ। अनि सँगसँगै एनसिआइटीले अहिले पछिल्लो दिनमा विभिन्न कन्फरेन्सहरू अर्गनाइज गरिरहेछ। डिसेम्बरमा पनि कन्फरेन्स छ, डिसेम्बरमा एउटा आइट्रिपलीको कन्फरेन्स छ, हिजो पनि एउटा आइट्रिपलीको कन्फरेन्स थियो। र आफ्नै पनि आइसिसेट कन्फरेन्स छ 2025। र अर्को कुरा चाहिँ पछिल्लो दिनमा एनसिआइटीमा विभिन्न भर्ना एडमिसनमा पनि एउटा राम्रो सिग्निफिकेन्ट नेपालकै
पोखरा युनिभर्सिटीको सबभन्दा धेरै विद्यार्थी भएको कलेज जुन भर्ना गर्नलाई सफल गरेको छ त्यो पनि एकदम हाम्रो लागि एचिभमेन्ट हो। यो सबै एलुमनाईको स्ट्रङ सपोर्ट हो। त्यो कारणले गर्दा म सबैजनालाई धेरै धेरै धन्यवाद है। हामी नेटवर्कलाई अझै स्ट्रङ बनाऊँ, हामी कसरी अगाडि बढौँ, सबैजना सल्लाह गरौँ हैन। आई एम अल्सो हैन एलुमनाई फर्स्ट ब्याच हैन, हामी सबैजना मिलेर अगाडि बढौँ। हजुरहरूलाई केही हैन एउटा नेटवर्क राम्रो बनाएर अगाडि बढ्दा फ्युचरमा धेरै सहयोग हुन्छ भन्ने हामीलाई लागेको छ। यति भन्दै मेरो आफ्नो म सबैजनालाई विभिन्न ठाउँमा रहनुभएका विभिन्न देशमा रहनुभएका सम्पूर्ण साथीभाइ जुनियर भाइ बहिनी सबैलाई हार्दिक धन्यवाद दिँदै स्वागत गर्दै म आफ्नो कुरा यही राख्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू निरञ्जन सर फर द वेलकम सबैजनालाई स्पिचको लागि। सो त्यससँगै आई थिङ्क अब हामी चाहिँ फेरि मुभिङ अन टु द नेक्स्ट आई वुड लाइक टु इन्भाइट अविरल सङ्ग्रौला दाई फर हिज इन्ट्रोडक्टरी टक so that we can hear from him. Yeah, over to you, Aviral Dai. Yeah. Thank you so much, and thank you so much, Principal Sir. Like pani, हामी पढ्दाखेरि हजुर सिनियर भन्दा पनि प्रिन्सिपल नै हुनुहुन्थ्यो, त्यही भएर हामी प्रिन्सिपल नै भनेर चिन्छौँ। अनि त्यो भन्दै थ्याङ्क यू सो मच एभ्रिवान जोइन गरेकोमा। अनि अब 2014-2018 मा म पास आउट भएदेखि अब जावादेखि लिएर AWS क्लाउड कम्प्युटिङ अनि फाइनली एआई मा काम गर्दैछु म। सो द्याट्स अ गुड थिङ फर। अब आजको बिगेस्ट टेक अवे भनेको सरले भने जस्तै नेटवर्किङ बढाउने आएको हो। हामी अब 2014 मा हामीलाई बढाउने नितेश सर आज भर्खर भेट हुनुभयो। सो द्याट्स अलरेडी अ गुड थिङ। नितेश सर इफ यु आर देयर है, आजलाई देखिहालेँ मैले, आज पढाएर जानुभयो। सो त्यसपछि फाइनली आजै होला भेट भएको। त्यो बाहेक अब यो मिटअपलाई चाहिँ भोलिको दिनमा एउटा कम्युनिटी जसरी हामीले अगाडि बढाउन सक्यौँ भने द्याट वुड बी अ वन्डरफुल थिङ। अब एनसिआइटी सोसाइटी अलरेडी छ, एनसिआइटी एलुमनाई सोसाइटी जस्तो एउटा कम्युनिटी भयो भने आई थिङ्क द्याट वुड बी अ चेरी अन टप। किनभने अब नेपालमा बसिन्छ, अब नेपालमा बस्दाखेरि बाहिर जानुभएको सिनियर्स या जुनियर्सहरूले आई थिङ्क दे माइट अल्सो बी विलिङ टु डु सम एन्टरप्रेन्योरसिप। यो बेलाखेरि म्यान पावरहरू खोज्दाखेरि नेपालमा अब धेरै राम्रो राम्रो मान्छेहरू अझै हुनुहुन्छ हु आर स्टिल सर्चिङ फर जब्स। अनि उहाँहरू एन्टरप्रेन्योरसिप दिँदाखेरि यहाँको भाइ बहिनीहरूलाई जब दिन पनि एउटा हामीले अलिकति राम्रो खालको म्यान पावर खोज्दा आई थिङ्क नेपाल इज अ बेटर अप्सन, राइट? सो त्यो गर्दाखेरि अब एउटा खालको कम्युनिटी भयो जहाँ चाहिँ कम्युनिकेसन गर्न सकिन्छ भन्दाखेरि भ्याकेन्सिजहरू खोल्दा या हामीलाई पनि मान्छेहरू खोज्दाखेरि एउटा कम्युनिटीमा आफ्नै कम्युनिटीबाट मान्छेहरू निकाल्न सक्यो या उनीहरूसँग काम गर्न सक्यो भने एउटा जब अपर्च्युनिटी भयो, त्यसको नेटवर्किङ पनि भयो अनि आई थिङ्क म्यान पावरको पनि राम्रो म्यान पावरहरू पनि राम्रो भेट्छौँ हामीले। सो आजको दिन यो आजको मिटअपलाई चाहिँ आई थिङ्क वी सुड क्यापिटलाइज अनि वर्क फर क्रिएटिङ अ कम्युनिटी जहाँ चाहिँ हामी बसेर यसो केही छ भने रिसर्च नै गर्दाखेरि पनि रिसर्चमा या जब छ भने जबमा या प्रोजेक्ट्समै पनि हेल्प गर्नलाई आई थिङ्क वी क्यान क्रिएट अ कम्युनिटी। आई थिङ्क त्यहाँबाट नै सुरु गरौँ, म धेरै टाइम त दिन मन छैन। सो द्याट्स अल विवेक, थ्याङ्क यू सो मच। Yeah, thank you, Dai. Okay, so दाइले भन्नुभएको जस्तै आई थिङ्क वी क्यान मेक अ गुड कम्युनिटी आउट अफ दिस होइन। अनि एकअर्कालाई हेल्प, नेटवर्किङ प्लस लट अफ थिङ्स होइन। त्यहाँ अघि त्यो हाम्रो गुगल फर्ममा हेर्दाखेरि पनि लट अफ लाइक पिपुल हुन्छ नि, सबैजनाले चाहिँ के भनिरहनु भएको थियो भने आज नेटवर्किङ अपर्च्युनिटी जसरी अनि मेन्टरसिप प्लस कतिलाई चाहिँ फेरि आई वान्ट टु लाइक मेन्टर जुनियर्स भनेर लेखिरहनु भएको थियो त्यहाँ होइन। लट अफ थिङ्स इन्भल्भ आई थिङ्क वी क्यान डु। अनि सरहरूले भन्नुभएको जस्तै एउटा राम्रो कम्युनिटी भयो भने वी क्यान लाइक पास द अपर्च्युनिटिज विथिन द नेटवर्क होइन। सो मुभिङ अन टु द नेक्स्ट। अनि हामी चाहिँ आई थिङ्क अब एकपल्ट क्विकली इन्ट्रोडक्सनतिर लाग्दा नै बेस्ट होला होइन निरञ्जन सर? वाट डु थिङ्क? हामी चाहिँ एकपल्ट क्विकली सबैजनाले बरु मिल्छ भने आफ्नो क्यामेरा अन गर्नुहोस् होइन। अनि त्यसपछि आई थिङ्क वी क्यान स्टार्ट विथ अल्फाबेटिकल्ली अर आई थिङ्क समन क्यान नोमिनेट। आई थिङ्क एकजनाले इन्ट्रोडक्सन दिनुहुन्छ, त्यसपछि उहाँले चाहिँ अर्को एकजनालाई चाहिँ नोमिनेट गरेर चाहिँ विल पास अन त्यसरी नै। सो आई थिङ्क त्यही गर्दै जाँदाखेरि अब सुरुमा हाम्रो इन्ट्रोडक्सन त भइसक्यो, त्यही पनि सिन्स दिलीप सरले ठ्याक्कै क्यामेरा नै अन गर्नुभयो आई वुड लाइक टु इन्भाइट दिलीप सर। अनि उहाँले
अहिले सबैजनाले चाहिँ मैले यता क्यामेरामा जस्तो तरिकाले आई मिन यो स्क्रिनमा देखाएको तरिकाले चाहिँ इन्ट्रोडक्सन गर्दै जानुहोस् लाइक लेट्स नट मेक इट मोर लङ जस्ट 30 सेकेन्ड्समा ऱ्यापअप गर्ने तरिकाले होइन अनि त्यसपछि 1 मिनेटसम्म दिउँ या एकदम हुन्छ ल 1 मिनट ओके हुन्छ या ल सबैभन्दा सुरुमा त सबैजनालाई नमस्कार including our principal sir होइन so my name is Dilip T I mean Dilip Paudel होइन so मेरो नाम अलिकति confusing छ so and then currently working as a software engineer in one of the investment company in the United States म चाहिँ 2013 को ब्याच हो 2017 मा पास आउट भयो BDIT अहिले where are you joining as from I'm joining from US so अब alumni network भन्दाखेरि चाहिँ नि अघि पनि भने जस्तै गरी चाहिँ like a community where we can learn from each other हैन एउटाले जानेको कुरा अर्कोलाई सिकाउने हैन कसैले अब जस्तै अघि भने जस्तै सिनियर्सले जुनियर्सलाई मेन्टरशिप दिने कुराहरूदेखि भयो अथवा के थाहा छ होइन सिनियरले भोगेका अथवा सिनियरले एक्वायर गरेको नलेजहरू चाहिँ नि सेयर गर्ने होइन अरूलाई काम लाग्ने हिसाबले होइन सो त्यो गर्न सकिन्छ होइन सो अथवा फर्दर अपर्च्युनिटिज बारेमा चाहिँ नि जान्न सकिन्छ अब कतिपय कुरा हुन्छ जो जुनियरलाई थाहा हुन्छ सिनियरलाई थाहा नभए पनि हुनसक्छ सो वी क्यान सेयर द्याट एज वेल होइन सो यति नै हो अब त्यही हो सबैभन्दा धेरै खुसी सबैलाई भेट्दाखेरि खुसी लागेको ठाउँमा है सो I'm happy about that and yep any जसले पनि यो इनिसिएटिभ लिनुभयो एकदम थ्याङ्क यू दिस इज अ गुड इनिसिएटिभ yep that's all या यु क्यान नोमिनेट समवन कसैलाई नोमिनेट गरेर कल गरिदिन्छ अनि द पर्सन I think I know Saurya from my batch so he can go next thank you, Dilip. It's nice to see you all here. Hello, everyone. My name is Saurya Paudel. I'm from EIT 13th batch, same as Dilip. He was in the day one and I was in the morning. And currently, I'm working as a team lead and project manager for an Australian-based company. So we have Australian clients, and currently I'm working remotely for the company. And I'm in Kathmandu right now. So community को कुरा गर्नुपर्दा चाहिँ I've always been a fan of community. हामी NCIT मा हुँदादेखि नै हामीले चाहिँ डिफ्रेन्ट कम्युनिटीमा इन्भल्भ भएर केही न केही हामी कन्ट्रिब्युट गर्न सकिन्छ कि एक्लै गर्दाखेरि चाहिँ कति कुराहरू पोसिबल नहुँदाखेरि त्यही कुरा फेरि एउटा ग्रुप बनाएर गर्दाखेरि धेरै ठुलो अचिभमेन्टहरू पनि हामीले पाइरहेको हुन्छौँ तर त्यो एक्जाम्पललाई लिएर हामीले चाहिँ यो कुनै ग्रुप बनाएर कुनै कमिटी बनाएर के गरौँ भन्ने हाम्रो सधैँ फोकस हुन्थ्यो अनि अहिले चाहिँ यो एलुमनाई नेटवर्कको कुरा आएको थियो मलाई एकदम खुसी लाग्यो अनि यो इनिसिएटिभलाई अगाडि लिनुभएको सबैजनालाई धेरै धेरै धन्यवाद पहिला सुरु अनि आइएम होपफुल द्याट वी क्यान डु अ लट अफ थिङ्स विथ दिस धेरै कुराहरू अहिले भन्न सक्नुभयो त्यो कुरालाई नै हामीले लिएर के गर्न सकिन्छ भनेर यस्तै डिस्कसनहरूको मार्फत अनि अरू इनोभेटिभ कुराहरू लिएर हामी गर्न सक्छौँ होला अनि थ्याङ्क यू अगेन फर अर्गनाइजिङ दिस मिटिङ एन्ड दिस एलुमनाई नेटवर्क I would like to nominate maybe Nidesh sir. Hello everyone, thank you for organizing this. My name is Nidesh Sijalo. I'm from the 5th batch IT. I'm currently in the US working as a senior staff engineer at Capital One. It's a bank. We do tech in there. What else? What can we do from taking our network forward? So I think also it's a really good initiative. Most connected to your community somewhere, one way or another. Not go through through and उहाँका बेलामा भेटघाट पनि गर्छु तर एउटा स्ट्रङ कम्युनिटी बनाउन जरुरी छ हामी धेरै ठुलो भइसकेका छौँ हामी पास आउट हुँदाखेरि जम्मा 5-6 वटा ब्याच 7 वटा ब्याच थियौँ तर अब धेरै नै भइसक्यौँ सो इट्स
high time. We have to do this. Last 3-4 वर्षदेखि हामी ट्राई गरिरहेको छौँ केही न केही गर्नको लागि, तर केही भएको छैन। आई होप दिस टाइम चाहिँ अब स्कुलबाट के अरे कलेजबाट पनि सपोर्ट आएको छ फुल्ली, सो होपफुली वी क्यान डु अ लट मोर। मैले पनि आफ्नो साइडबाट के गर्न सक्छु, आइ एम विलिङ टु कन्ट्रिब्युट इन एनी वे हेल्प पोसिबल। मेरो लिङ्क्डइन च्याटमा हाल्न अलि मिलेन, म ट्राई गरिरहेको छु, तर यु क्यान फाइन्ड मी एट niteshrijal.com, अनि त्यहाँ मेरो लिङ्क्डइन ट्विटर सबै थोक छ हैन, त्यहाँबाट कनेक्ट गर्दा हुन्छ। यु क्यान रिच आउट टु मी एट एनी टाइम, अलवेज विलिङ टु हेभ अ कन्भर्सेसन। म कुरा गरिरहेकै हुन्छु अरूहरूसँग पनि। या that's all I have. I'm gonna pass it over to Rohit. नितेश सर ड्राइभिङमा छ, अब कसैले बोल्नु पर्यो। या नोमिनेट Thank you so much, Nitesh sir. Nitesh sirलाई thank you so much. So मैले देखिरहेको प्रिन्सिपल सर, विजुल सर, केसीबी सर, नितेश सर लगायत ब्याचमेट, सिनियर जुनियर सबैजनालाई नमस्कार, गुड इभिनिङ। यो इनिसिएसन लिएकोमा चाहिँ फर्स्ट अफ अल धेरै धेरै धन्यवाद भन्छु। यो कसैले लिने थियो, सुरुवात भयो, थ्याङ्क यू सो मच। र मेरो नाम रोहित पाण्डे, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन 2013 ब्याच। अहिले चाहिँ म पनि एजुकेसन सेक्टरमै छु, यही फिल्डमै छु, एज एन एकाडेमिक कोअर्डिनेटर BIT BCS एन्ड MCS एट टेक्सास कलेज अफ म्यानेजमेन्ट IT सिफलमा रहेको छ। चाहिँ आइटीका प्रोग्राम्सहरू रन गर्छु। फगुन बिए भाइले मलाई लिङ्क पठाउनु भयो, हामी यस्तो प्रोग्राम गर्दैछौँ, अनलाइन मिटिङ गर्दैछौँ, त्यसको लागि फर्म भर्नुहोस् भनेर मलाई जुन लिङ्क पठाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच। फेरि पनि यो इनिसिएसन लिएकोमा र एल्मुनाई अब धेरै कुराहरू आइसक्यो होइन। एल्मुनाई यो नेटवर्क एकदमै चाहिने नेटवर्क हो होइन। सो म अहिले टेक्सासमा हुँदै गर्दाखेरि पनि त्यहाँ पनि मैले यो इनिसिएसनहरू लिएर एक दुईवटा मिट हामीले अर्गनाइज गरिरहेका छौँ। सो यसको धेरै इम्पोर्टेन्स छ एज अ नेटवर्क बढाउनको लागिदेखि लिएर होइन, धेरै सोसियल कामहरू हामी गर्न सक्छौँ यो लिङ्कबाट। र यो चाहिँ हामीलाई र सँगसँगै कलेजलाई दुइटै विनिङ सिचुएसन छ एल्मुनाई नेटवर्कले गर्दाखेरि चाहिँ। कलेजलाई पनि आइनु यो युजिसीले, युनिभर्सिटी ग्रान्ट कमिसनले यसलाई कत्रो ठुलो लिन्छ, यसलाई हाम्रो एल्मुनाई नेटवर्कको, कलेजको एल्मुनाई नेटवर्क कस्तो छ, त्यसले युनिभर्सिटी ग्रान्ट कमिसनले त्यसलाई कसरी हेर्छदेखि लिएर। सो धेरै कुराहरू छ। सो यो इनिसिएसन लिनुपर्ने थियो, यो जरुरी थियो, यो सुरुवात भयो। सो त्यही नै हो, के गर्न सकिन्छ भन्ने कुराहरू सबै आइसकेको छ। सो लेट्स स्टार्ट, लेट्स कन्टिन्यू। ल नेटवर्कलाई अझै अगाडि बढाउँदै जाउँ, यसलाई कन्टिन्यू गर्दै जाउँ। अझ कति सकिन्छ, हामी कति यहाँ छौँ होइन। अझ फिजिकल मिट पनि एक दुईवटा फिजिकल मिट अनलाइन सँगसँगै दुइटै मोडलमा लिएर जाउँ होइन। त्यसो गर्दाखेरि अझ भोलिको दिनमा बेटर हुन्छ। सो यति भन्दै थ्याङ्क यू सो मच भन्दै मैले यो फ्लोर चाहिँ मैले धीरज, मेरै ब्याचमेट धीरजलाई ट्रान्सफर गरेँ। धीरज, ओभर टु यु, थ्याङ्क यू। हेलो, सुन्नु भएको छ? धीरज, आर यु हियर? धीरज सायद सुन्नु भएन कि जस्तो छ। कोही अरूलाई नोमिनेट गर्न गर्नु हजुरले? ओके ओके। चाइल म चाहिँ यो फ्लोर अब अजय कुमार शाहलाई ट्रान्सफर गर्छु। अजय, थ्याङ्क यू। Am I audible? Yeah. So, म चाहिँ अजय कुमार शाह. I have recently graduated from NCIT. So,
अहिले चाहिँ 2020को ब्याचबाट ग्रेजुएट भएको छु म कम्प्युटर डिपार्टमेन्टबाट चाहिँ। अहिले चाहिँ म केही गरेको छैन खासमा, तर आई एम करेन्टली लुकिङ फर अ जब। अनि अहिले चाहिँ म काठमाडौँमै छु। सो अनि यो नेटवर्क चाहिँ हाम्रो धेरै हेल्पफुल हुनसक्छ, लाइक हामीले धेरै अपर्च्युनिटीहरू पाउन सक्छौँ पछाडि। सो आई विल बी ड्रपिङ माई लिङ्क टु लिङ्क्डइन च्याट। थ्याङ्क यू। सो अरू मैले चाहिँ निशान्तलाई चाहिँ के भन्छ अरे, निशान्तलाई चाहिँ च्याटमा आउनु भन्छु। Nishant Karna. Nishant Karna, are you there? Yeah, I'm here. Hello everyone, and thank you Ajay. Hello everyone, my name is Nishant Kumar Karn, and I have also recently graduated from NCIT. I was in computer department. So, मैले currently चाहिँ freelancing गर्दैछु in the field of DevOps, अनि currently म काठमाडौँमै छु. So, what I think what would be beneficial to all of us is first is the networking opportunity. जुन लेभलको हाम्रो एउटा नेटवर्क बन्न सक्छ फ्युचरमा, यदि हामीले नि गएर कुनै स्टार्टअप गऱ्यो अथवा कुनै इनिसिएटिभ लियो भने कतै पनि मैले के अरे कसैको बायोग्राफीहरू पनि पढ्दाखेरि एउटा स्ट्रङ ब्याक सपोर्ट हुन्थ्यो। सो फ्युचरमा हामीमध्ये कसैले इनिसिएटिभ लियो भने चाहिँ हाम्रो एलुमनाई नेटवर्कले हामीलाई हुन्छ नि सजेसनको हिसाबले, नेटवर्किङ अपर्च्युनिटीको हिसाबले चाहिँ अत्यन्तै हामीलाई गाइड गर्नुहुन्छ, हेल्प गर्नुहुन्छ भनेर मैले चाहिँ अपेक्षा गरेको छु। अनि मेरो एन्डबाट जे पनि कन्ट्रिब्युट छ, आई वुड बी मोर देन ह्याप्पी टु कन्ट्रिब्युट। अनि आई एम ड्रपिङ माई लिङ्क्डइन प्रोफाइल हियर इन द च्याट, एन्ड थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। एन्ड आई वुड लाइक टु नोमिनेट अ गुड फ्रेन्ड अफ माइन, रजत खड्का, मेरो ब्याचबाट हुनुहुन्छ। सो रजत, ओभर टु यू। Thank you. हेलो, या सुनिरहेको छु। म चाहिँ रजत कुमार खड्का हो, अनि म पनि भर्खरको रिसेन्ट ग्रेजुएट हो। यही अगस्तमा मैले कम्प्लिट गरेँ आफ्नो ब्याचलर्स। अनि रिसेन्टली अहिले चाहिँ म इम्प्लोइमेन्टको रूपमा हेर्दा त्यस्तो केही कामहरू चाहिँ गरिरहेको छैन। अनि यही एनसीआईटी कलेजमै असीम सरको अन्डर रिसर्च वर्क गरिरहेको छु। अनि ती कुरा अहिले नेपालमै छु। अनि यो एलुमनाई नेटवर्कको हिसाबमा कुरा गर्दाखेरि चाहिँ नि मैले लाइक भर्खर रिसेन्टली स्टडी कम्प्लिट गरेबाट यति बेला हामी जस्तो स्टुडेन्टहरूलाई चाहिँ नि स्पेसली भर्खर स्टुडेन्टै भएको भएर के फाइदा हुन्छ भन्दाखेरि चाहिँ एक्चुअली त्यो जब हामी पछि इम्प्लोइमेन्टहरू खोज्दाखेरि चाहिँ नि अहिले यति बेला म खोजिरहेकै छु होइन। त्यति बेला चाहिँ नि हाम्रै कलेजको सिनियरहरू हुँदा अनि पछि करियरको लागि कन्सल्ट गर्नको लागि त्यस्तो कुराहरूमा चाहिँ नि धेरै फाइदा हुन्छ जस्तो सोचेको छु। अनि एज फर लाइक पछि गएर चाहिँ नि मैले केही कन्ट्रिब्युट गर्न सकेँ भने चाहिँ आई विल बी रियली ह्याप्पी टु कन्ट्रिब्युट इन दिस कम्युनिटी। एन्ड यस, थ्याङ्क यू। द्याट इज अल अबाउट मी। अनि म पनि मेरो लिङ्क्डइन चाहिँ च्याटमै हाल्दै राख्छु। अनि आई लभ टु कनेक्ट विथ अल माई सिनियर्स एन्ड टिचर्स, एन्ड आई लभ टु नोमिनेट ईशान सुवेदी। यस, ईशान सुवेदी सर। Thank you, Bhayasuru. So, good evening, good morning, depending on where you are listening to me from. So, सबैभन्दा पहिला त विवेकलाई thank you for taking this initiative, अनि निरञ्जन सरलाई for supporting us. So, पहिला म introduce गरौँ आफूलाई. So, I am Ishan Subedi, currently running a company called Engine Technology and helping our client build a sporting event marketplace. So really looking forward to seeing how all of us can benefit from this community. Yeah, that's it. I will drop my LinkedIn here, so feel free to message me. I would like to nominate, let me see, मैले चिनेको सबैजनाले बोलिसक्नुभयो, so I will randomly pick someone. I can see Krishna Chandra Paudel, so you can take over. Thank you. नमस्ते, म कृष्ण चन्द्र पौडेल। म चाहिँ विगत 12-13 वर्षबाट एनसीआईटीमा
एज अ डाइरेक्टर काम गरिराखेको छु। यो इनिसिएसनको लागि निरञ्जन सर, विवेक भाइ लगायत सबैलाई चाहिँ एकदमै धन्यवाद। अब थ्रु बाँकी चाहिँ कलेज म्यानेजमेन्टको तर्फबाट बिआर सरले कुरा राख्नुहुन्छ। ल अब बाँकी कुरा बिआर सरबाट। नमस्ते सबै सर म्याडमहरूलाई। म्याडमहरूको चाहिँ उपस्थिति छ कि छैन चाहिँ गर्नुको सर्वप्रथम आजको यो जुन इनिसिएसन गर्नुभयो प्रिन्सिपल सर, विवेक भाइ लगायत अरू महानुभावहरू जुन उपस्थित भएर पनि यो प्रोग्रामलाई सक्सेसफुल्ली नै अगाडि बढाइरहनु भएको छ, यसको लागि सबैजना बधाईको पात्र हुनुहुन्छ, धन्यवादको पात्र हुनुहुन्छ। विगत लामो समयदेखि प्रिन्सिपल सर, हामी सबैजना, हामी त बिहानदेखि बेलुकासम्म त्यही कलेजमै हुन्छौँ। फर्मल गफ गर्दा, इन्फर्मल गफ गर्दाखेरि पनि ल एनसिआइटीको अलुम्नाइ चाहिँ अब यत्रो भइसक्यौँ, अब बनाउनुपर्छ, सुरुवात गर्नुपर्छ भनेको त लामो समय भइसक्यो, तर त्यसले मूर्त रूप लिन सकिरहेको थिएन। आज चाहिँ एउटा आइस ब्रेकको डे भनौँ भएको छ, सुरुवातको दिन भएको छ, आज जुरेको छ। पक्कै पनि कुनै पनि एकाडेमिक इन्स्टिट्युटहरूको ऱ्याङ्किङ मापन गर्नु पर्यो भने त्यसको भनौँ न स्ट्याटस लेभल कुन अवस्थामा छ भनेर मेजर गर्नु पर्यो भने त्यसका थुप्रै आयामहरू होला, इन्डिकेटरहरू होला। त्यसमध्ये त्यसको अलुम्नाइ है को पोजिसन कस्तो छ, कति स्ट्रङ छ त्यसको अलुम्नाइ, त्यसको प्रोडक्टहरू कहाँ के भइरहेको छ, उनीहरूको नेटवर्किङ कस्तो छ, यो प्यारामिटर पनि धेरै नै महत्त्वपूर्ण हुन्छ। र आज हामीले प्रिन्सिपल सरको उसमा इनिसिएसनमा नेतृत्वमा यो सुरुवात गरेका छौँ। र निकै अब केही समयमा नै सायद यो मङ्सिर पुस माघमा अलिकति क्लास सेड्युल पनि अलिक बढी नै हुन्छ, सायद हेक्टिक सेड्युल हुन्छ। अगाडि प्रिन्सिपल सरले पनि जानकारी गराउनु भएको छ, माघको लास्ट विक अथवा फाल्गुनको फर्स्ट विकमै हामी फिजिकल्ली पनि फेरि सम्भव भएसम्मका सबै अल्मुनाइहरू एउटा जम्मा भएर फिजिकल्ली उपस्थित भएर यसलाई के कसरी अगाडि बढाउन सकिन्छ भनेर त्यो प्लानिङ गरौँला। पछि पक्कै पनि प्रिन्सिपल सरहरू अथवा त्यो साथीहरूले भन्नुहुन्छ होला नै। र आजको दिनमा हामीले कलेज प्रशासनले चाहिँ 2 जना प्रशासनको, एकजना हाम्रो गुरुङ सर, चरण छेत्री सर र सुजन गुरुङ सर, 2 जनालाई हामीले यसको जिम्मेवारी दिएका छौँ। र त्यसलाई नजिकबाट ब्याक सपोर्ट गर्नलाई अब प्रिन्सिपल सर, हामी अथवा तपाईँहरू सबै आफ्नो ठाउँबाट सपोर्ट गर्छौँ नै। उहाँहरू 2 जनाले मात्र गरेर त हुने होइन, हामी सबैले चाहिँ मिलेरै गर्ने काम हो। अगाडि बढ्नुपर्छ, यसको आस्पेक्ट एकदम निकै भइसकेको थियो। ल यसलाई चाहिँ कसरी अगाडि बढ्ने, के गर्ने भनेर सुरुमा त अब डाटा कलेक्सनै हो होइन। हामी कोही देशभित्र मेचीदेखि महाकालीसम्म छौँ, देश बाहिर अस्ट्रेलियादेखि युएससम्म छौँ, जापानदेखि अफ्रिकासम्म पनि होला, थुप्रै ठाउँमा छौँ, ठुलो फ्यामिली भइसकेको छ। यसको भ्यालु, यसको मूल्य हर चेन होइन, हर ठाउँमा देखिन्छ नै, आश्चर्य देखिन्छ, यसको भ्यालु हुन्छ नै। त्यसकै लागि पनि यो नगरी नहुने काम थियो। यसलाई अगाडि बढाउँ सबै मिलेर आफ्नो ठाउँबाट। त्यसको लागि म सबैलाई हार्दिक आह्वान पनि गर्छु। धन्यवाद। अब अर्को को सर हुन्छ? ल प्रिन्सिपल, अर्को को सर हुनुहुन्छ? विवेक लगु गरौँ। खै मेरो आँखै धेरै चस्मा कहाँ गएछ? ल चस्मा नभएर आँखै नदेखेको रहेछ मैले। ल विवेक बाबु, ल ओभर टु अर्कोलाई गर त।
गुड इभिनिङ एभ्रिवान सबै सिनियर दाईहरू अनि सरहरूलाई पनि अनि फर्स्टमा त यो जुन अपर्च्युनिटी ल्याउनु भयो त्यसको लागि चाहिँ स्पेसली विवेक दाई र कलेजको सबै सरहरूलाई पनि थ्याङ्क यू सो मच होइन मेरो नाम चाहिँ बबिता अवस्थी हो म चाहिँ अहिले करेन्टली चाहिँ जुनियर सफ्टवेयर फुल स्ट्याक डेभलपरको उसमा चाहिँ काम गरिरहेको छु यहीँ काठमाडौँमा छु अनि अब यो नेटवर्कबाट चाहिँ हामीले त जस्तो आज नै धेरै कुरा थाहा पायौँ होइन हामीले जस्तो सिनियर सरहरू र हाम्रो दाईहरू नै कता 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 काम गर्नुहुन्छ मतलब केही अचिभ गर्नुभएको छ भनेर जस्तो त्यसले नै हामीलाई कति धेरै मोटिभेसन भयो नि त अल्सो हामीले चाहिँ अब जुनियरलाई पनि कसरी चाहिँ हेल्प गर्न सक्छौँ यही नेटवर्कमा आएर चाहिँ केही गर्न सक्छौँ अहिले स्पेसली काठमाडौँमै भएको भएर केही कलेजमा केही हामीले सिकाउन पर्ने छ केही गर्नुपर्ने छ भने चाहिँ त्यसरी पनि हेल्प गर्न सक्छौँ यो कम्युनिटीबाट भन्ने चाहिँ त्यो चाहिँ के गर्न सकिन्छ भन्ने हो अरू चाहिँ ककाले भनिसक्नुभयो नै थाहा पाएन मैले चाहिँ विवेक दाइले नै सायद नाम पिक गर्दा सजिलो हुन्छ होला हेलो एभ्रिवान म चाहिँ सुशान्त बाबु लिटल फ्रम 2017 ब्याच कम्प्युटर इन्जिनियरिङ अनि म पनि अहिले एज अ सफ्टवेयर इन्जिनियरै हो सो अहिले चाहिँ म अनि काठमाडौँमै छु अनि गुड टु हेभ यु हियर एभ्री वान है सबैलाई देख्दा खुसी लाग्दो रहेछ अझ एउटै कम्युनिटीमा हुँदाखेरि अनि सजेसन चाहिँ आई वुड लाइक टु गिभ कि वी सुड ह्याभ दिस प्रोग्राम्स टाइम एन्ड अगेन के सो द्याट टाइम एन्ड अगेन भइरह्यो भने चाहिँ फ्रिक्वेन्टली भइरह्यो भने चाहिँ सो अरू पनि जोडिरहने हुन्छ सो एकचोटि गरी फेरि हराउने भन्ने चाहिँ नहोस् भन्न चाहन्छु सो यति नै भन्दै आई वुड लाइक टु नोमिनेट सन्दीप नेपाली समीप सिग्देल जसले गरे नि हुन्छ नमस्ते सबैजनालाई मेरो नाम चाहिँ समीप सिग्देल 2019 ब्याचको सफ्टवेयर इन्जिनियरिङबाट करेन्टली आइ एम वर्किङ एज ए डेभअप्स इन्जिनियर एन्ड त्यही हो अब सबैलाई भेट्न पाइयो खुसी लागेको छ अब फिजिकल्ली पनि अब भेटिन्छ होला छिटै अनि त्यही नै हो अब जोइन चाहिँ म अलिकति ढिलो भएँ अब धेरैको सुन्न पाइनँ हजुर त्यही नै हो थ्याङ्क यू म कसले भनिसक्नु भने अब थाहै पाइनँ मैले हेलो एभ्रिवान नमस्कार सबैजनालाई है मेरो अडियो आइरहेछ ओके सो म एनसिआइटी सफ्टवेयर इन्जिनियरिङको 2018 ब्याच हो र अहिले म करेन्टली चाहिँ डेभअप्स फिल्ड र क्लाउड कम्प्युटिङहरू चाहिँ एक्सप्लोर गरिराखेको छु सो अलिकति कन्ट्रिब्युसन पनि त्यसमै जान्छ अनि मोस्टली लिनक्स र ओपन सोर्सहरूमा पनि बढी एक्टिभ छु अहिले म है नक्स थ्रु नै हामी सबैजना धेरै भेट भइराखिन्छ इन कलेज पनि इभेन्ट्सहरूमा पनि होइन आउटसाइड कलेजको इभेन्टहरूमा पनि र सबैले छुट्याउनु भएको जस्तो लाग्यो होइन एउटा कुरा चाहिँ म ठ्याक्क नोटिस गराउन चाहिहालेँ है मलाई चाहिँ यो कुरामा चाहिँ अलिकति प्राउड पनि फिल हुन्छ कि म एनसिआइटीमा चाहिँ मैले ब्याचलर गरेँ टाइपको कि किन भन्दाखेरि चाहिँ अब नयाँ आउने नानी बाबुहरूलाई मैले कुन चाहिँ कलेज सेलेक्ट गर्ने भने यदि कसैले मलाई क्वेसन गर्यो भने चाहिँ म प्राउडली नै एनसिआइटी जाऊ है त्यहाँको कम्युनिटी राम्रो छ तिमी त्यहाँ गएर धेरै कुराहरू सिक्न सक्छौ नट ओन्ली इन त्यो कोर्सको कुराले मात्र होइन कि तिमी एक्टिभली सिनियर्सहरूसँग पनि बसेर कन्ट्रिब्युसनहरू गर्न सक्छौ होइन नयाँ कुराहरू सिक्न सक्छौ सो एउटा कम्युनिटी लर्निङहरू पनि छ है भने त्यो कुरामा चाहिँ म एकदमै प्राउड हुन्छु है सो यसको लागि चाहिँ म सरहरूलाई एकदमै थ्याङ्कफुल सो यति भन्दै म नेक्स्टलाई पास गर्न चाहन्छु है कोही हुनुहुन्छ छुट्नु भएको भने चाहिँ हजुरहरू नै भोलिन्टियरली अगाडि आइदिनु होला मसक्तिको त नाम भइसक्यो पनि जस्तो लाग्छ मलाई हेलो एभ्रिवान नमस्ते सबैजनालाई मेरो नाम सन्तोष सिलवाल अनि म चाहिँ 2011 ब्याच सो एक्चुली मैले त्यो वर्क च्याटमा चाहिँ 2015 लेखेको थिएँ मैले 15 चाहिँ पास आउट हो एक्चुली सो जोइनिङ डेट चाहिँ 2011 हो म चाहिँ अहिले फ्युजिमेसिसमै छु लाइक लास्ट 8 इयर्स नै लाइक फ्युजिमेसिसमै गरिरहेको छु आई स्टार्टेड देयर एज अ ब्याक एन्ड डेभलपर अनि त्यसपछि डाटा इन्जिनियरिङ अनि अहिले चाहिँ लाइक चाहिँ प्रोजेक्ट लिँदै हेर्छु यता
So yeah, it's good to be like connected with all of you. And thanks for like giving this opportunity, being this community. So thank you all. भइसक्यो अझै नि भयो स्पिड म्यानको नामै बिर्सेँ मैले हाम्रो मेरो नाम स्पिड म्यान सन्दप घरतीजी मैले ए च्याटमा पनि राखिदिएको छु सर डिटेल्स त्यही त होइन मैले होइन नाम बिर्सेर त्यो के कम्प्युटर हो सफ्टवेयर इन्जिनियरिङ सर 2018 ब्याच यहाँ त धेरै यहाँ सफ्टवेयर र कम्प्युटर आइटी भयो सिभिलको कोही आएन किन अब अर्कोचोटि सिभिल फोकस गरेर गर्नुपर्ने भयो अब अर्कोचोटि हामी फेसबुकबाटै होइन अथवा जुम मिटिङबाट गरौँला र अर्को म यही बिचमा एउटा सानो एनाउन्समेन्ट गरेँ हामी एनसिआइटीबाट होपफुल्ली म चाहिँ एउटा महिनामा एउटा अथवा महिनामा दुईटा चाहिँ एनसिआइटी अल्मुनाई टक भनेर हाम्रै एनसिआइटीको अल्मुनाईलाई नै एउटा गेस्ट लेक्चर अथवा अपर्च्युनिटी चाहिँ म प्रोभाइड गर्न चाहिँ चाहन्छु त्यसको लागि चाहिँ हाम्रो एचओडी सर म्याडमहरूलाई चाहिँ म कन्ट्याक्ट गर्न भन्छु त्यही भएर तपाईँहरूले पनि होपफुल्ली सपोर्ट गर्नुहुन्छ भन्ने लागेको छ त्यो भएन एटलिस्ट एल्मुनाईकोबाट आउने जाने कुरा गर्नेहरू हुन्छ र त्यसले चाहिँ सबै विद्यार्थीलाई एल्मुनाई टकै भनेर सिरिजै त्यो हिसाबले अगाडि बढाउँ थ्याङ्क यू बोली कोही छ यहाँ नबोलेकोहरू भने पहिला यहाँ हेर एनिवान कोही आफ्नो इन्ट्रोडक्सन दिन बाँकी हुन्छ
थ्याङ्क यू विवेक। मलाई लास्टमा चाहिँ यो अघि हामीले एउटा फाइल पनि बनाइरहेछ, अनि यदि कोहीले चाहिँ मेरो चाहिँ यो एक्सपर्ट छ, आई वान्ट टु सेयर, आई वान्ट टु मेन्टरिङ भन्यो भने हाम्रो चाहिँ डिपार्टमेन्टको इमेल छ अथवा मेरो इमेल छ, त्यसमा चाहिँ तपाईँले कुनै टक दिन चाहनुहुन्छ भने विल होइन सिरियल हामीले सिरिजमा चाहिँ गर्न सक्छौँ। अब त्यो हिसाबले आफ्नो जस्तो हामीले लास्ट टाइम अविरल पनि हिजो वान अफ द गेस्ट लेक्चर हाम्रो स्टुडेन्टको लागि होइन। अब जहिले पनि यो अलिक ओल्ड एजको पिपुल भन्दा चाहिँ बेटर चाहिँ हाम्रै यङ अल्मुनाईहरू नै हाम्रो बेटर हुन्छ होइन। त्यसको लागि हामी सबैलाई चाहिँ रिफ्लेक्सन एकदम राम्रो चाँडै हुन्छ विद्यार्थीहरूले, त्यो म पनि यो दाइ जस्तो हुन पाएँ, म यो जस्तो हुन पाएँ भन्ने रिफ्लेक्सनलाई पनि एकदम सजिलो हुन्छ। र सकेसम्म हामी विल होइन हामी नै ग्रो गरौँ, सबैजना सँगै ग्रो गरौँ होइन। ग्रो भएको मान्छेहरूलाई बिस्तारै ग्रो गरौँ, नेटवर्क बढाउँ। र म भन्न चाहन्छु साथै अब त्यो अघि मैले भनेकोमा जोड दिन चाहन्छु, कोलाबोरेसन, कोअर्डिनेसन, कोअपरेसन होइन। अब यो चाहिँ एकदम इम्पोर्टेन्ट हो। अब त्यसमा चाहिँ कसरी कसले कुन ठाउँबाट जसले जुन ठाउँबाट जस्तो सहयोग गर्न सक्छ सबैजना मिलेर सबैको सहयोग गरौँ, नेटवर्कको सहयोग गरौँ। अनि यहाँ अब मैले अघि अस्ति हामीले फर्ममा पनि लेखाएको थियो आफ्नो एक्सपर्टिज, त्यो एक्सपर्टिजलाई पनि एउटा भोलि ग्रुप बनाएर कसैले इन्टरप्रेन्योरसिप सम्बन्धी काम गर्न चाहन्छ होइन। अनि अर्को कुरा चाहिँ जस्तो यहाँ हिजो भर्खर म एउटा मिटिङमा गएको थिएँ होइन। इफ यु आर अन्डर 30 यु हेभ अ रेभेन्यू अफ $500 अर है 1000 चाहिँ US$ को इन्भेस्टमेन्ट छ भने तपाईँहरूले ग्लोबल इन्टरप्रेन्योरसिप अवार्ड भन्ने छ, त्यो चाहिँ मास्टर अथवा ब्याचलर चाहिँ मास्टर जोइन गर, ब्याचलर त भइसक्यो, मास्टर जोइन गरेको हुनुपर्छ। यदि तपाईँ मास्टर पनि जोइन गर्नुहुन्छ र कुनै एउटा कम्पनी चलाइराख्नु भएको छ भने तपाईँहरू इलिजिबल हुनुहुन्छ त्यो कम्पिटिसनमा भाग लिन। र त्यसमा चाहिँ राम्रो छ, $20,000 सम्म चाहिँ इन्भेस्टमेन्ट अवार्डहरू छ। त्यो चाहिँ फ्री हो, तपाईँहरूले फ्रीमा तपाईँले त्यो गर्न त्यसमा पार्टिसिपेट हुन सक्नुहुन्छ। आई थिङ्क अब हाम्रो सौर्य भाइले सकेको छ कि छैन, त्यसले सौर्य जस्तै कोही मास्टर पनि जोइन गरिरहेको र कम्पनी पनि चलाइरहेको हाम्रो अल्मुनाईबाट कोही हुनुहुन्छ भने देन त्यो अवार्डमा चाहिँ एप्लाई गर्नु होला। र यस्तै अवार्डहरू थुप्रै निस्किरहेको हुन्छ। अनि त्यसमा रिसेन्ट ग्रेजुएटहरूले पनि इन्टरप्रेन्योरसिपको त्यो युजिसीको कम्पिटिसन्सहरूमा एप्लाई गर्न पाउँछ।
अब हामी चाँडै नै फेरि हाम्रो पुरानो सिट फन्ड अब 1-2 वर्षमा सकिन्छ, त्यसपछि हामी अल्मुनाई 2 वर्षसम्म पुरानो अल्मुनाई अथवा र करेन्ट स्टुडेन्टहरूलाई पनि हामीले त्यो कम्पिटिसन्सहरू गराएर सिट फन्डहरू उपलब्ध गराउनेछौँ। ल अहिलेलाई चाहिँ यदि कुनैको यस्तै कोही मान्छे कोही भाइ बहिनीहरू केही छुट्या छ, कसैले केही भन्न बाँकी छ भने just 1 minute and then we will conclude the session. कसैले केही भन्नु छ भने you can add on. अरू चाहिँ WhatsApp ग्रुपमा पनि हामीले त्यो त्यहाँ मैले ड्रप च्याटमा पठाइदिएको छु, सो त्यहाँबाट चाहिँ एकपल्ट जोइन गर्नु होला। अरू चाहिँ थ्याङ्क यू एभ्रिवान फर योर टाइम। अनि यो मिटिङ चाहिँ रेकर्ड पनि भएको छ। आई थिङ्क एकपल्ट आई विल सेयर द लिङ्क सुन यसको। अनि अरू चाहिँ यहाँ कसैलाई केही भन्नु छ भने लेट्स स्पिक अप, अनि एल्स वी क्यान ऱ्याप इट अप। आई थिङ्क नेक्स्ट मिटिङ चाहिँ लाइक सरले भन्नुभएको जस्तै त्यो कुरा चाहिँ अब हामी इन्फर्मल्ली च्याटमा पनि कम्युनिकेट गरौँ, प्लस इमेलमा पनि वी क्यान सेन्ड इट। प्लस मलाई चाहिँ कस्तो लागिरहेको नि, वाट अबाउट सर लाइक तपाईँले त्यो कमिटी जस्तो केही बनाएर गयौँ भने चाहिँ तपाईँले भन्नुभएको थियो ब्याचको रिप्रेजेन्टेटिभ केही, सो त्यसलाई चाहिँ कसरी गर्दा बेस्ट होला? त्यो एक्सर्साइज गरौँला। अहिले भएको मान्छेलाई पछाडिमा राखौँला। आज मिटिङमा बस्नु भएको, मिटिङमा पाएको पनि थुप्रैजना मिटिङ भइराख्नु भएको छ। यहाँ मैले त्यति धेरै देखिनँ, 13, 20, 18, 19 मात्रै देखेँ होइन। 11 ब्याच हाम्रो सन्तोष भाइ पनि देखेँ साथमा। आई होप होइन अब अगाडिदेखि 2001 देखिको पछाडिसम्मको जोड्दाखेरि अलिकति होला। आई थिङ्क अब ठिक छ। अब आई थिङ्क बिस्तारै अब यो ग्रुपमा पनि कम्युनिकेट गरौँला इन्फर्मल्ली। अब नेक्स्ट विक अब अर्को विक त्यसपछिको अर्को विकतिर यसो भर्चुअल्ली फेरि वी क्यान क्याच अप मिल्यो भने। एल्स लाइक अनि अब फिजिकल्ली पनि वी आर लाइक प्लानिङ नेक्स्ट विकतिर, तर इट माइट नट बी गुड टाइम। सो वाट यु थिङ्क एन्ड प्रिन्सिपल सर, लाइक नेक्स्ट विक त अलि नमिल्ला है? नेक्स्ट विक आजको 3rd हप्तापछि गरौँ, त्यस्तै गरेर अर्को 3 हप्ता त्यस्तै महिनामा एउटा पुग्ने गरी गरौँ न। त्यसमा चाहिँ हामीले विल बिल्ड अ नेटवर्क इन बिट्विन होइन, को काम गर्दैछ गुगल फर्मलाई अलिकति विस्तार गर्दै जाउँ अनि देन अब त्यसपछि बल्ल मिटिङ गरौँ। ओके हुन्छ। आई थिङ्क त्यो अघि यता नितेश सरले भन्नुभएको थियो हल्का यो कता न्युज च्यानलहरू यताउता प्रमोट भयो भने पनि इट विल बी लाइक क्रिएटिङ हाइप होइन, त्यो केही हुँदैछ अरू एउटा केही गुगल फर्महरू केही हामीले एउटा च्यानल बनाउन नेटवर्क बनाउन सक्छौँ। ओके हुन्छ। सो आई थिङ्क थ्याङ्क यू एभ्रिवान। या हुन्छ, हस्, थ्याङ्क यू एभ्रिवान। या बाई। थ्याङ्क यू, गुड नाइट। थ्याङ्क यू अल। थ्याङ्क यू, बाई। थ्याङ्क यू। ओके ल इन गरौँ। ओके ओके सर, बाई बाई। राम्रो भयो यो सबै कुरा सबैजना